सम्पूर्ण नमस्कार। अहिले हामी साउदी अरबको यो भिजिटको क्रममा हामी साउदी अरबमा आएको छौँ। त्यसै गरेर हामी चाहिँ यो पेट्रोल पम्पमा हामी घुम्दै गर्दाखेरि आएको थियौँ। यहाँ नेपाल दाजुभाइहरू देखेर म आफै उत्रेको छु। उत्रेर उहाँहरूसँग कुराकानी गर्न गइरहेको छु। दाइहरूलाई स्वागत छ है त दाइहरू। नमस्कार। दाइको शुभ नाम? मेरो हो ज्ञानबहादुर लामा। हजुर। मेरो घर चाहिँ मध्य पश्चिम पूर्व। हजुर। रामेछाप। अनि उहाँको दाइको नाम? नमस्कार, मेरो नाम चाहिँ रमेश मगर हो। मेरो घर चाहिँ मध्य पूर्व सर्लाही जिल्ला। हजुर। दाइको नाम? नमस्कार, मेरो मध्य पूर्व हो। मेरो नाम चाहिँ कृष्णेश्वर हो। दाइहरूलाई त्यो भेट्दाखेरि धेरै खुसी लागेको छ। अनि दाइहरूसँग कस्तो छ साउदी अरबको बसाइ अनि के कस्तो छ भनेर दाइहरूसँग अनुभव हामी सेयर गर्न अनुरोध गरेँ। दाइले स्वीकार्नुभयो, त्यही भएर मैले भिडियो बनाउन गइरहेको छु। तपाईँहरूले पनि यसै छ, वैदेशिक रोजगारमा आउनुभएका दाइहरू, विदेशी हुनुभएका दाइहरूको कर्म गर्नुभएको छ, कर्मथलो बनाएर बस्नुभएको छ। दाइहरूलाई कस्तो छ दाइहरू यहाँको? हजुर, यहाँको अब कर्मथलो जन्मथलो छोडेर आएपछि अलिक गाह्रो त भइहाल्छ नै होइन। भए पनि अब ठिकै छ अहिलेसम्मलाई। कस्तो भइरहेको छ? कति भयो तपाईँलाई चाहिँ यता म यो साउदी अरबमा आएको त्यही 3 वर्षलाई 3 महिना कम। ए, अनि कस्तो छ यहाँको इन्भाइरोमेन्ट? कस्तो छ वातावरण? कस्तो लाग्यो? वातावरण तपाईँको यस ठाउँमा चाहिँ अहिले ठिकै छ मौसमहरू होइन। अब अहिले टाढातिर त गर्मी धेरै छ, चिसो मौसमको अनुभूति भएको छ है। हावा पनि चलिरहेको छ, आनन्द छ। अनि यो हाइलबाट हामी चाहिँ जुबेल जाने बाटोमा छौँ। 220 किलोमिटर अगाडि हो, त्यही भएर यसो। अनि हजुर दाइ कस्तो रहेको छ बसाइ? तपाईँ त लामो समयदेखि साउदी अरबमा बस्नुभएको, कति वर्ष जति भयो? मेरो साउदी अरबको बसाइ चाहिँ लगभग 15-16 वर्ष भयो। अहिले हाल चाहिँ यो कम्पनीमा चाहिँ 1.5 वर्ष जति भयो। ए, 12-13 वर्षको अनुभव के छ? 12-13 वर्षको अनुभव अब एउटै काम एउटै ड्युटी होइन। त्यस्तै खालको रमाइलैसँग कटिराखेको छ होइन। यस्तै हो अब परदेशी जिन्दगी। अब ठिकै छ। धन्यवाद छ। दाइको कति वर्ष जति भयो? हजुर, म 2 वर्ष 7 महिना जति भयो। कस्तो भइरहेछ बसाइ? ठिकै छ, राम्रै छ भन्नुभयो। यहाँको इन्भाइरोमेन्ट चिसो छ है? यहाँ ठिकै छ। अब अलि उता अरू ठाउँ हेरिकन यहाँ ठिकै छ जे होस्। ल, धन्यवाद छ दाइहरूलाई। दाइहरूले अनुभव सेयर गर्नुभयो। दाइहरू राम्रो होस् है। आगामी वर्ष पनि धेरै बसाइ सुखदमय होस्, राम्रो होस्, कर्मथलो राम्रो बितोस्। अनि जन्मभूमिको पनि माया नमार्नु होला भन्दै आगामी दिनहरू नेपाल फर्के पनि नेपालमा पनि कुनै न कुनै उद्योग धन्दा या कुनै व्यवसाय गर्नुहुनेछ भन्ने आशा लगेको छु है।